कुलमान ब्याक हुने नहुने फरक कुरा हो। जसरी कुलमान घिसिङमाथि न्यू खोजेको छ त्यो गलत हो। प्रधानमन्त्री हुन्छ उहाँले फिल गर्नुभएको, तपाईले महसुस गर्नुभएको छ? एक रति पनि उहाँले महसुस गर्नुभएको छैन। मैले चाहिँ गल्ती गरिरहेको छु, मैले यो गरिरहेको छु होइन, देशको अवस्थाको व्यवस्था अस्तव्यस्त पारेको छु उहाँले गर्नुभएको। उहाँले गर्नु पर्यो के? हाम्रो मोबाइल चार्ज गर्नु नपाउने स्थिति थियो। हाम्रो लुगा एकजोर भोज जानलाई पनि लुगा एकजोर पनि स्त्री हाल्न हामीलाई साइट हेर्नु पर्थ्यो। हटपट हाम्रो के काम हुन्छ, पहिला कति बजे बिजुली आउँछ भनेर हामी हेर्न जान्थ्यौँ। त्यही बजे चाहिँ हटपट स्त्री हाल्नुपर्ने हो कि न भन्नुहोस् त। पुलिसले रोक्यो, अब यो के गर्नु? यो केपीको झोलेहरू या अब के भन्छ बर्दिलाका गुन्डाहरू हुन् यिनीहरू भनेका, माफिया गुन्डाहरू हुन्। यिनीहरूलाई पनि त चाहिन्छ त उज्यालो त, हामीलाई मात्रै चाहिने होइन नि त। सरकारले काम गर्न दिनु पर्यो। दुई दलीय जुन यो संयन्त्र छ, संविधानले नचिन्ने अरू सबैले चिन्ने, उनीहरूले काम गर्न वातावरण बनाउनु पर्यो। र हामी आएको राजनीतिमा पनि नेपालमा बसेर केही गरौँ भन्ने वातावरण सृजना गर्नलाई हो। कुलमान ब्याक हुने नहुने फरक कुरा हो। जसरी कुलमान घिसिङमाथि न्यू खोजेको छ त्यो गलत हो। अनि कुलमान घिसिङज्यूको जुन पद छ त्यसलाई चाहिँ पुनः बहाली गरौँ भनेर चाहिँ हामी चाहिँ यहाँ माग सहित उपस्थित भयौँ। दबाब सरकारले सुन्ला त? सुन्नै पर्यो नि होइन, सुनिहाल्छ नि। किन कान छैन र सरकारको? कान छैन भने ठेडी खोलेर पनि सुन्नु पर्यो। एउटा क्वेसन गरे तपाईले, यहाँ सुन्नु न, आशिका तामाङ तपाईँ सडकमा किन भन्दै गर्दा तपाईँहरू चाहिँ सडकमा किन हो? तपाईँहरूलाई बत्ती चाहिएको छ कि छैन? हामी तपाईँहरूलाई नि क्वेसन गर्छौँ। प्रमुख फेरि बत्ती पनि काटिहाल्छ भन्ने लाग्छ त? फेरि यहाँ जे पनि हुनसक्छ, नेपाल हो, यहाँका नेता हुन्, यहाँ जे पनि हुनसक्छ। रातको दिन, दिनको रात पनि पार्न सक्छ। यहाँ हुँदैन भन्ने केही छैन नेपालमा। जस्तो यहाँको खबरदारी छ होइन, धेरै जनताले नचाहँदै पनि कुलमान घिसिङलाई हटाएर जुन एउटा अपमान सहिरहेको सरकारले झन् अपमान अथवा आगोमा तेल थप्यो भन्ने कुरा आइरहेको छ। अपमान सह्यो भनेर कसरी भन्न सक्नुहुन्छ? उहाँले फिल गर्नु भएको छ। जो हुनुहुन्छ सरकार हुनुहुन्छ, जो प्रधानमन्त्री हुनुहुन्छ उहाँले फिल गर्नुभएको, तपाईँले महसुस गर्नुभएको छ? एक रति पनि उहाँले महसुस गर्नुभएको छैन। मैले चाहिँ गल्ती गरिरहेको छु, मैले यो गरिरहेको छु होइन, देशको अवस्थाको व्यवस्था अस्तव्यस्त पारेको छु उहाँले गर्नुभएको। उहाँले गर्नु पर्यो के? यो आन्दोलनको बारेमा तपाईँको विचार चाहिँ के छ म्याम? काम गर्न दिनु पर्यो सरकारले। बस्ने वातावरण, काम गर्ने मान्छेको खुट्टा तान्नु भएन। यो तपाईँले आज कम्पलले सोचेर आउनु भएको हो कि के हो? एकदम महत्त्वपूर्ण के छ भन्दाखेरि जहिले पनि यस्तो विषयमा राजनीतिक कर्मीहरूले सबै क्रेडिट लिन खोज्छन्। यो नितान्त नागरिकले गरेकोमा एकबद्धता जनाउन आएको। यो जुन तपाईहरुले आम जनताहरुले जुन गरेको आन्दोलन छ हैन, अब तपाई एउटा सांसद पनि हुनुहुन्छ हैन, यसमा तपाईको भन्दा पनि आम जनताहरुले चाहिँ एकदमै यहाँ समस्या भोगेर पनि यहाँ आन्दोलन गरिरहेको अवस्था छ। अब यसमा चाहिँ आम जनताहरु सँगसँगै यहाँ प्रहरीहरु पनि हाम्रै आम नागरिक नै हुन् भनौं, प्रहरीहरु पनि अब उनीहरुले पनि दुख पाइरहेको अवस्था छ। यो सरकारले चाहिँ के भन्नुहुन्छ र यो आन्दोलनलाई चाहिँ के भन्नुहुन्छ? यो आन्दोलन पद फिर्ता आउँछ त? सरकारले काम गर्न दिनु पर्यो। दुई दलीय जुन यो संयन्त्र छ, संविधानले नचिन्ने अरू सबैले चिन्ने, उनीहरूले काम गर्न वातावरण बनाउनु पर्यो। र हामी आएको राजनीतिमा पनि नेपालमा बसेर केही गरौँ भन्ने वातावरण सृजना गर्नलाई हो। र तर काम गर्ने मान्छेहरूको जुन खुट्टा तान्ने प्रवृत्ति, जुन बाधा अडचन लाउने प्रवृत्ति छ, त्यसको विरुद्ध चाहिँ नि जहिले सत्तामा बसेका व्यक्तिहरुसँग तपाईहरुलाई यो जुन हिजो गरेको निर्णय छ त्यो देखेर तपाईलाई आक्रोश भएको छैन? त्यही आक्रोश भएरै आएको। तपाई त्यसमा मुख चाहिँ खोलेको अवस्था छैन। जस्तै तपाई बोल्नुहुन्छ, जसरी तपाईले गरिराख्नुहुन्छ हैन, जुन कुराहरु हामी देखिरहेको पनि अवस्था छ। अहिले तपाई शान्त भएर बसिराख्नु भएको छ। कतै यो राष्ट्रिय स्वतन्त्र पार्टीले कम्पलले पनि निर्णय गरेको जस्तो पनि देखिन्छ। के हो यो खास कुरा चाहिँ? म सांसद हुँ, मैले सदनमा हल्ला गर्ने हो, चिच्याउने हो। यो नितान्त नागरिकहरूको आन्दोलन हो, यसमा एकबद्धता जनाउन आएको। म धुलीखेल 1, म देवीटार मितिनी छाप हो मेरो गाउँ चाहिँ, धुलीखेल 1। मेरो नाम देवी तामाङ हो। यहाँ आन्दोलनकै लागि आउनु भयो? हजुर हजुर हो।
हिजो जब तब बेलुकादेखि न्युज छ्यापछ्याप्ती देखेँ फेसबुक चलाएर हेर्दाखेरि अनि अब कुलमान घिसिङलाई कार्यभाग अब 4 महिनाको अवधि हुँदा पनि हटायो रे भन्ने अब त्यो सुनिसकेपछि चाहिँ म बिहान एकदम आक्रोशित भएँ। एक्लै पनि म बारीमा जाँदा केपी ओली मुर्दाबाद भन्दै पागलपना देखाएरै म नाराबाजी गरेर हिँडेँ। अनि गाउँको भएका छोराछोरीहरूलाई जाउँ न त आज यस्तो यस्तो छ रे, हामी जाउँ माइती घर मण्डला यसरी उ गर्नलाई भनेर भन्दाखेरि अब बच्चाहरू आएनन्। अनि म यहाँ दिदी लगायत चाहिँ हामी उताबाट चाहिँ हामी 3 जना आयौँ दिदीहरूलाई भनेर। फर्काउन सकिन्छ अब हामीले त अब के सक्ला र हामीले त्यही नारा गर्ने हो। यिनीहरूलाई अब मुर्दाबाद जिन्दाबाद जति भने पनि अब यिनीहरूलाई अब त्यही अब आशीर्वाद दिएको जस्तो हुँदो रहेछ होइन। तैपनि अब एउटा आवाज त उठाउनु पर्यो नि। पुलिसले रोक्यो। अब यो के गर्नु, यो केपीको झोलेहरू या अब के भन्छ बर्दिलाका गुन्डाहरू हुन् यिनीहरू भनेका, माफिया गुन्डाहरू हुन्। यिनीहरूलाई पनि त चाहिन्छ त उज्यालो त, हामीलाई मात्रै चाहिने होइन नि त। मेरो नाम ललिता प्रधान हो। आज यहाँ आउनु भएको छ आन्दोलन होइन, कुलमानलाई सपोर्ट गर्न हो? हजुर, कुलमानजीलाई सपोर्ट गर्नु नै आएको। उहाँ त हाम्रो लागि त उज्यालोको देवता हो। जसले जेसुकै बनोस् उहाँले किनेर ल्यायो, मागेर ल्यायो, चोरेर ल्यायो, जे गरे भने हाम्रो घरमा बत्ती बालिदिनु भएको छ कि उहाँले। मान्छेले भन्दाखेरि उहाँले किनेर दिएको भन्ने कुराहरू आइरहेछ होइन। किनेर दिए पनि मागेर दिए पनि दियो नि भाइ हामीलाई। हामीलाई त त्यस्तो पो चाहिएको। तर हेर्नु त कस्तो विडम्बना, जनताले रुचाएको मान्छेलाई सरकारले निकाल्दियो। त्यही भएर हामी यहाँ सडकमा आएको। मलाई अहिले कसैले पनि बोलाएर आयो भने के मैले फेसबुकमा देखेँ 1 बजे छ भनेपछि म खुरखुर आएको। किन आवश्यक छन् के देशको लागि? कुलमान जस्तो 2-4 जना भइरहेको भए कुलमान अब उहाँ त ऊर्जाको क्षेत्रमा विद्युतको क्षेत्रमा हुनुहुन्छ। मेरो विचारमा प्रशासनमा पनि उहाँ जस्तो मान्छे 2-4 जना चाहियो के। त्यसपछि मात्रै हामीले सुशासनको अनुभूति गर्न पाउँछौँ। भनेपछि राज्य विद्युत प्राधिकरण होइन कति अरब करोड घाटामा गइरहेको थियो। हामी चाहिँ हाम्रो मोबाइल चार्ज गर्नु नपाउने स्थिति थियो। हाम्रो लुगा एकजोर भोज जानलाई पनि लुगा एकजोर पनि इस्त्री हाल्नलाई हामीलाई साइट हेर्नु पर्थ्यो। हटपट हाम्रो के काम हुन्छ, पहिला कति बजे बिजुली आउँछ भनेर हामी हेर्न जान्थ्यौँ। त्यही बजे चाहिँ हटपट इस्त्री हाल्नुपर्ने हो कि न भन्नुहोस् त। राज्यले हिराहरू चिन्न छोडेको हो। अब किराहरूले कहाँ हिरा चिन्छ त? उहाँहरू हिरा हुनु पऱ्यो नि हिरा चिन्नलाई। हिरा त जौहरले चिन्छ अरे के। अब त्यो हिरा चिन्ने औकात हुनु पऱ्यो अनि मात्रै हिरा चिन्छ होइन। किन यस्तो भइरहेछ नेपालमा खोइ थाहा छैन। कसको इसारा भन्छन्, अब कसको इसारा हो थाहा छैन हामीलाई। अब हामी त साधारण जनता मान्छे हो होइन। हामीले त यसो हेरौँ उहाँले त गरिरहनु भएको छ। हाम्रो घरमा 18 घन्टा 22 घन्टा लोड सेडिङ हुने देशमा उहाँले चाहिँ उज्यालो गरिदिनु भएछ। अब लोड पहिला त हामीलाई बिजुली के हो थाहा थिएन, अब चाहिँ लोड सेडिङ के हो थाहा छैन भन्ने स्थितिमा हामीलाई पुर्याउने मान्छे त उहाँ हो नि। अरे बाबा 3 महिना बाँकी छ, 3 महिना पनि कुर्न नसक्ने। आज बिहान एउटा खबर आयो उसमा मेरो फेसबुकमा कि आज नै इन्भर्टर ट्रकहरू हाम्रो देशभित्र छिर्यो अरे। आइसक्यो भनेर कुलमानजी एकाबाट हट्यो, अर्कोबाट इन्भर्टर आयो। त्यो भने कहाँबाट आउँछ त इन्भर्टर? कहाँबाट आउँछ भन्नुहोस् त, मैले नाम लिनुपर्छ। त्यस कारण त्यो इन्भर्टर ल्याउने अघि एउटा कविता भन्ने थियो, बिजुली बनाउने चुप लाग्नुहोस् 2-4 वर्ष अझै लालटिनमा चाहिँ कमिसन खानुपर्छ भनेर कविता आएको थियो कि बिहान फेसबुकमा। त्यो मलाई कस्तो चित्त बुझ्यो, त्यही गर्नु खोजे हो कि हो? हामीलाई फेरि लालटिनमा लाने?